यहाँ त एउटा ग्राहक पनि आएका छैनन्। त्यो सुन्तलाले मलाई बर्बादै पार्यो। अब म घर गएर गोबीलाई के मुख देखाउँ? यो मोमो साँझसम्म बिकेन भने त मेरो लगानी सबै डुब्छ। अरे आलु दाई, हजुर आज यहाँ कुनामा? म त बजारभरि हजुरलाई खोजिरहेको थिएँ। हजुरको गाडा राख्ने ठाउँमा त त्यो सुन्तलाले आफ्नो पसल जमाएर बसेको छ। के गर्नु भण्टा दाई? बिहान म पसल थाप्न जाँदा त्यो सुन्तला पहिले नै मेरो ठाउँ मिचेर बसिसकेको थियो। म त एउटा सोझो मान्छे, सबैसँग झगडा गर्न कहाँ सक्छु र? धत्तेरीका आलु दाई, त्यो बजारको गाडा राख्ने ठाउँ मेरो जिम्मामा छ। त्यसको यत्रो हिम्मत? हजुर यहीँ बस्नुस् न, म त्यो सुन्तलालाई त्यहाँबाट कसरी ठेगान लगाउँछु हेर्दै जानुस्। ओइ सुन्तला, यो गाडा राख्ने ठाउँ आलु दाईको हो। तेरो आफ्नो भाँडो उठा र यहाँबाट अहिले भाग, नत्र राम्रो हुने छैन। अरे भेन्टा दाई, किन रिसाउनु भएको? म अहिले आफ्नो भाँडाकुँडा उठाउँछु। रिस नगर्नुस् न दाई, धेरै रिस गरेको राम्रो होइन। आलु दाई, आजदेखि यो ठाउँ र यो नयाँ गाडा हजुरकै भयो। आज त साँझ पर्न लाग्यो, तर भोलि बिहानैदेखि हजुरको व्यापार बवाल हुनेछ, चिन्ता नगर्नुस्। भेन्टा भाइ, हजुरको यो गुण म जिन्दगीभरि बिर्सिने छैन। मेरो तर्फबाट यो तातो तातो मम खानुस्। हजुर त आज मेरो भगवान नै बन्नुभयो। गोबी, आज त्यो सुन्तलाले मेरो ठाउँ खोसेर मलाई रुवाएको थियो, तर भगवान जस्तै भएर भेन्टा दाई आएर मलाई मेरो ठाउँ फिर्ता दिलाउनु भयो। भोलिदेखि हाम्रो व्यापार राम्रो हुन्छ होला। चिन्ता नगर्नुस् बुढा, व्यापारमा त हारजित भइरहन्छ नि। जसले मिहिनेत गर्छ उसलाई भगवानले पक्का साथ दिनुहुन्छ। भोलि पक्का राम्रो हुनेछ। तर त्यो सुन्तलाले फेरि केही बदमासी गर्छ कि? इमानदार र मेहनतको जितको लागि यो भिडियो शेयर र फलो गर्नुहोस् अनि कमेन्टमा पार्ट 4 लेख्नुहोस्।